Yeah! Go Roddy! Chirdao! Alright, what's up everyone? It's your boy Salpi be back again with a new video. And म आज आएको छु म्याराथनमा. This is my first marathon. र मैले 3 दिन जति प्रेप गरेर चाहिँ मैले आज यो म्याराथनमा हिस्सा लिएको छु. लेट्स सी कतिसम्म आफूले पुश गर्न सक्छु. डर पनि लागिरहेछ. डर त्यति खासै लागेन. जस्ट एउटै पाथमा म रनिङ गर्ने हो भनेर सोचिरहेको छु. सो यही हो आजको पार्टिसिपेटहरू यति हुनुहुन्छ अनि ये गो रोडी छिर्दाउ यही छ सो अहिले चाहिँ हल्का स्लोली कुर्दैछ अनि अलिकति हाफ जति 4-5 जति चाहिँ अगाडि गइसक्नु भएको छ सबभन्दा अगाडि त्यसमध्ये चाहिँ एउटा गर्ल पनि थियो जुन कि एकदम प्राउडी मोमेन्ट हो अनि त्यही छ यहाँ चाहिँ गर्ल्सहरू पनि हुनुहुन्छ बच्चाहरू पनि हुँदैछ अनि यहाँ भोलिन्टियर पनि ठाउँमा हुनुहुँदो रहेछ चाहिँ यही छ सो अहिले चाहिँ हल्का भ्याएर सो यसको चाहिँ यो पछाडिको यो नम्बरले चाहिँ हल्का झ्याउ गर्दा एन्ड त्यही हो लेट्स होप फर द बेस्ट अहिले चाहिँ हामी यहाँ गुजरी बजारदेखि हुँदै जाँदै छौँ तल बुद्ध रोडतिर बुद्ध हस्पिटलको रोडतिर Yeah, finishing. Yes, good. केही पनि आइडिया थिएन कि के गर्नु भन्नु जस हामीले कम्प्लिट गर्न सक्यौँ त्यही खुसी लाग्यो हामीलाई कम्प्लिट गर्छौँ भन्ने थाहा थियो तर पोजिसन चाहिँ आउँदैन जस्तो लागिरहेको थियो त्यही पनि कम्प्लिट चाहिँ भयो त्यही खुसी लाग्यो मलाई हजुर मैले त्यस्तो खासै थिएन अलिअलि गरेको थिएँ हल्का कुदिरहेको थिएँ त्यही अनुसार गरेँ अब आफ्नो बेस्ट दिएकै हो सकेसम्म गरेँ अब नसके के गरौँ भनेपछि म सक्दिनँ जस्तो फिल भइरहेको थियो र ठ्याक्कै 15 मिनट जस्तो म यसले याद राख्नु न 15 मिनट एक्सिडेन्ट र यो गेमको मेन मोटिभ भनेको त्यही युथहरू आओस् भनेर युथहरू चाहिँ मोटिभेसन होस् अनि यो गेमतर्फ लागोस् भनेर अनि मेरो आजको म्याराथन रेस राम्रो गएको छ पम्प पनि राम्रो आएको छ लेग्समा 2 दिनको तयारीमा जस अन्डर 1 घन्टाभित्रमा हाने मैले होइन तर टाइमर हेरेको थिएँ 1 घन्टा हुन लागेको थियो तर अनि यो गेमले गर्दाखेरि चाहिँ माइन्डमा के चलिरहेको थियो भने चाहिँ म जसरी भयो नि लास्टसम्म पुग्छु र यो गेम कम्प्लिट गर्छु भनेर सोचिरहेको थिएँ गेम पनि कम्प्लिट गरिसकेँ लास्ट ल्याप चाहिँ जुन थियो त्यो ल्यापमा मैले आफ्नो फुल पोटेन्सियल दिँदाखेरि मलाई केही पनि थाहा थिएन कि कतिसम्म पुस गर्छु भनेर जस्ट आफूलाई पुस मात्रै गरेर अगाडि बढेको थिएँ र त्यो पुस काम लाग्यो एभ्री वान वाज ह्याप्पी तर सबभन्दा दामी ह्याप्पी चाहिँ म छु आफै किनकि मैले आफूलाई लास्ट स्टेजसम्म पुस गरेँ त्योभन्दा अगाडि म्याराथनमा चाहिँ एउटा पेस हुन्छ त्यो पेसमा दौडिरहेको थिएँ म त्यो पेस एकदम राम्रोसँग गयो मेरो बिचमा बहिनी बाबा जेम्स आएको थियो अनि मोटिभेसन गरिरहेको थियो तँलाई के लाग्थ्यो कम्प्लिट गर्छु भनेर लाग्थ्यो तपाईँ त कम्प्लिट गर्नुहुन्छ होला भनेर थियो तर म खेल्ने भनेको नखेलेको नाइस भेरी नाइस राम्रो लाग्यो लास्टको ल्याप त्यही मैले सबै थकिसकेँ तपाईँ पनि थाकिनु भइया होला भनेर मैले सोचेको थिएन तपाईँले लास्ट ल्याप यस्तै कम्प्लिट गर्नुहुन्छ भनेर र अब यो आजको यो गेम प्ले एकदम राम्रो गयो अब म आफ्नो बडीको पम्प हेर्छु र यो पम्प कस्तो आएको छ एकचोटि चेक गरिहालौँ यो हो भेस्ट र आजको यो पम्प कस्तो आएको छ एकचोटि चेक गरिहालौँ र लेगको पम्प पनि 11 किलोमिटर त धेरै छ त थिएन एउटै पेसमा हान्नु पर्ने थियो त्यही भएर ठिक त लाइटिङ पछाडि त राम्रो छ भाइ 1 घन्टामा चाहिँ मैले आफूले ट्रेन गरेँ लगभग आफै एउटा म्याप र एउटा आफ्नो ट्र्याक बनाएर चाहिँ ट्रेन गरेको थिएँ र त्यो दिनमा चाहिँ मैले धेरै त्यो दिनभन्दा अगाडि धेरै राम्रोसँग ट्रेन गरेको थिएँ मसल अप इनर सबै कुराहरू र लास्ट दिनमा चाहिँ मैले
द डे बिफोर कम्पिटिसन म चाहिँ रेस्ट गरेँ, फुल बडी रेस्ट गरेर आज अनि मैले राम्रोसँग कम्प्लिट गरेँ। भाइ अब भाइले जस्तो जस्तो जाने त्यस्तै पकड्छ, मेरो आवाज पनि आएन र यसलाई मैले बिहान आइजन थिएँ। खतरा लाग्यो, खतरा भन्दा पनि के छ भन्दाखेरि बिचमा जुन स्लो मोसनमा दौडाएको थिएँ नि त त्यो बेला चाहिँ स्ट्राटेजी लगाइरहेको छ जस्तो लागिरहेको थियो मलाई हल्का, किनभने स्लोमा दौडेँ लास्टमा चाहिँ हल्का स्पिडमा दौड्ने सोचेको जस्तो लाग्थ्यो। अनि मैले चाहिँ सबभन्दा जुन त्यो लास्टमा थिएँ नि त अगाडि नै आला सोचिरहेको थिएँ, तर होइन ठिकै छ त्यही नि लास्टसम्म कम्प्लिट गरेँ। बिचमा त मान्छे रुखिरहेको थियो, सकेको थिएन, तर धेरैको हेल्थ अलि ठिकै रहेछ यहाँ चाहिँ, किनभने धेरै जस्तो फेन्ट भएको पनि देखेन मैले, त्यस्तो केही पनि भएन नि कि ठिकै रहेछ। तर हल्का यो स्टार्टिङको चाहिँ हल्का हावा गराएको थिएँ, त्यो चाहिँ मलाई लाग्यो एक त्यस्तो पर्पल थिएन कि ठ्याक्क एकैचोटि गएको थियो नि, कति बेला दुग्रै थाहै पाएको थिएन। तर फिनिसिङमा चाहिँ एकदम पुरा एनर्जी फुल साथ एनर्जी लगाएर आएको थियो। अनि अगाडि चाहिँ म थिएँ, बा हुन्थेन म थिएँ, अनि त्यो फेसमा त्यो जुन हुन्छ नि लास्टसम्म आएको खुसी त्यो देखेँ, त्यही हो, खुसी लाग्यो, राम्रो लाग्यो, त्यति हो। बोल्न सकेन मलाई चाहिँ होइन, यहाँ लाउरेहरूको ट्रेनिङ गरेर खाने त तिनीहरू आउँछन् जस्तो लागेको थियो मलाई, किनभने तिनीहरूको त अपर्च्युनिटी हो नि त यो, आउँछन् जस्तो लाग्थ्यो। तिनीहरू आएको चाहिँ स्योर तिनीहरू जित्नु लागिरहेको थियो, तिनीहरू नआएको भए चाहिँ यो घोडाको अलिअलि हुन्छ नि त्यही त, त्यस्तोहरू नआएको भए चाहिँ हल्का चान्सेस थियो, यिनीहरू हावा जुनियरसँग भएको चान्सेस थियो, नत्र यहाँ अलिक ट्रेन भएको मान्छेहरू आइरहेको थिएँ, सो त्यही भएर हल्का मिस भयो। टेन टाइम पाएको भए चाहिँ हुन्थ्यो, फेरि टाइम पाएन। मैले 2-3 दिनमा मात्रै थाहा भएर अनि त्यसपछि त्यो सोसियल मिडिया मार्फतदेखि थाहा भएर गरेको थिएँ ट्रेनिङ, त्यही हो। त ह्याप्पी चाहिँ छैन, मतलब सबै ह्याप्पी छौँ। यस, धेरै ह्याप्पी। ड्युरिङ म्याराथनमा मलाई क्विट गर्न मन थियो, क्विट गर्ने थट आइरहेको थियो, त्यसलाई बिट गरेर मैले आफ्नो कन्टिन्यू गरेँ जगिङ, त्यही फेसमा जगिङ फेसमा मजाले कम्प्लिट गरेँ। फर्स्ट फेसमा चाहिँ मैले जस आफूलाई पुस गरिरहेको थिएँ, आफ्टर द्याट त्यसपछि मेरो यता किडनी स्टार्ट हुन लाग्यो, पेन हुन, अनि पेन भइसकेपछि दौडिन सक्दैन भनेर ठ्याक्कै लिमिटको वेभमा त्यही अनुसारले दौडेँ म। र लास्ट एन्डिङमा चाहिँ आफ्नो फुल पोटेन्सियल देखाएर दौडेँ, इभन फर्स्ट सेकेन्ड थर्ड फोर्थ केही पनि नभएर जस्ट आफूले बिट गरेँ र आफ्नो बेस्ट दिएँ, आफ्नो फुल पोटेन्सियल हेरेँ। अझै पनि सक्थेँ राम्रो बेटर गर्न, प्र्याक्टिस नपुगेर। र सुजको चाहिँ हल्का सुजलाई पनि राम्रोसँग गर्नुपर्ने छ, त्यही अब म जस कन्टिन्यू गर्छु रनिङ पनि, फेरि वेट गेन गर्नुपर्ने छ। 67 थिएँ आई वाच, अब घटेर आई डोन्ट नो कति भएको छ, सो त्यही हो। आई होप इन दिस भिडियो गाइस, इफ यु डिड प्लिज डु सब्सक्राइब माई युट्युब च्यानल एन्ड आई विल सी यु नेक्स्ट भिडियो। बाई एभ्रीवन।